हो सरोज सर सन्चै हुनुहुन्छ? हजुर ठिक छ नि। अनि तपाईँ त आफै पनि के अरे मेकानिकल इन्जिनियरिङको विद्यार्थी हजुर अनि राष्ट्रिय आविष्कार केन्द्रमा वन्यजन्तु नियन्त्रणलाई लिएर तपाईँको रिसर्च पेपर पब्लिस पनि भएको थियो होइन? उहाँहरूसँग सँगै काम पनि गरिराख्नु भएको छ। हजुर अहिले नेपाली कङ्ग्रेसको के अरे बाँदर बँदेल नियन्त्रण सम्बन्धी एजेन्डा कतिको वैज्ञानिक छ, यो हुन्छ कि हुँदैन? एकदमै हुन्छ। किन हुन्छ भन्दाखेरि यो एकचोटि चाहिँ कतै न कतै प्रयोग भइसकेका कुरा छन्, नेपालमै पनि र विश्वमा पनि प्रयोग भइसकेका कुरा छन्। जस्तै मोसन सेन्सिङ भयो, कहाँ हिँडिरहेछ बाँदरहरू वन्यजन्तुहरू भन्ने कुरा त्यसले सेन्स गर्छ। अनि अलार्म डिभाइसले चाहिँ ल अब चाहिँ आयो है हाम्रो क्षेत्रमा छिर्यो भन्ने कुरा नोटिफाई गर्ने होइन? नोटिफाई गर्छ। अनि त्यो सँगसँगै सोलर फेन्सिङले चाहिँ के गर्छ भन्दाखेरि आइहाल्यो भने चाहिँ त्यसलाई चाहिँ सामान्य झड्का दिएर फेरि त्यो त्यहाँबाट चाहिँ भगाउने काम गर्छ। हाम त हुँदैन होइन उनीहरूलाई? एकदमै हुँदैन, मान्छेलाई हाम त हुँदैन? मान्छेलाई पनि हाम हुँदैन, वन्यजन्तुलाई पनि हाम हुँदैन। के गर्छ भने त्यसले चाहिँ एकचोटि सक मात्रै दिन्छ, अनि त्यो भएपछि चाहिँ ज्याप सक दिन्छ अनि फेरि छोडिहाल्छ। त्यो चाहिँ लगातार करेन्ट पास हुने चाहिँ हुँदैन। त्यो भएको भए त्यति धेरै हार्मफुल छैन। अर्को कुरो मलाई एकदमै राम्रो लागेको चाहिँ यो जुन वन्यजन्तु कार्यदल भन्ने छ, यो चाहिँ कस्तो भन्दाखेरि सबै के यो वन विभाग भयो, अनि त्यसपछि सुरक्षा निकाय भयो, सबैसँग कोअर्डिनेट गर्ने, अनि त्यसपछि कति सकिन्छ ती वन्यजन्तुहरूलाई चाहिँ क्याप्चर गर्ने, तिनीहरूलाई हार्म चाहिँ नगर्ने, क्याप्चर गर्ने, अनि लगेर चाहिँ आरक्षित क्षेत्रहरूमा अनि राष्ट्रिय निकुञ्जहरूमा चाहिँ छोड्ने, जसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा उनीहरूले पनि आफ्नो एउटा सेफ वासस्थान पाउँछन् अनि हामीले पनि हाम्रो काम गर्न पाउँछौँ। यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो र यसको लागि चाहिँ आई विल से बेस्ट अफ लक। यो चाहिँ कार्यान्वयनमा होस्, यसको लागि चाहिँ शुभकामना। थ्याङ्क यू सौरभ। थ्याङ्क यू।